हल्दार साहब उहाँहरूलाई लिएर हिँड्नुहोस्। नमस्कार दर्शकवृन्दहरू, तपाईहरूलाई आजको यस रिभ्यू एपिसोडमा स्वागत छ। आज हामी यस सिरियलको सुरुदेखि अन्त्यसम्म के भयो चर्चा गर्नेछौँ। चलिए सुरु करते हैं। प्रहरीको छापामारी भाग 307 को सुरुवात निकै धमाकेदार र तनावपूर्ण हुन्छ। बलात्कार र हत्याको केसमा फरार रहेका भाइलाई पक्राउन प्रहरी सिधै उनको घरमा पुग्छ। भाइ नभेटिएपछि प्रहरीले दिदीहरूलाई सोधपुछका लागि जबरजस्ती पक्राउ गरेर चौकी लैजान्छ। सलिनाको खतरनाक षड्यन्त्र यता सागरलाई बचाउन दिनरात रोइरहेकी कान्छीलाई सलिनाले मध्यरातमा फोन गरेर जालमा पार्छिन्। सागर निर्दोष भएको बलियो प्रमाण मसँग छ, तर तिमी एक्लै आउनुपर्छ भन्दै सलिनाले कान्छीलाई प्रलोभन देखाउँछिन्। श्रीमानलाई बचाउने आशमा कान्छी आफ्नी सानी दुधी छोरी सारालाई ओछ्यानमै छोडेर राति एक्लै रोइरहन्छे। कान्छी राति गायब भएको देखेर सासूले कोठामा बुझ्दै सलिनाले कान्छीलाई डोरीले बाँधेर बन्धक बनाउँछिन् र पुरानो बदला लिने घोषणा गर्छिन्। उता घरमा कान्छी नहुँदा बच्चा रोइरहन्छे। कान्छी राति गायब भएको देखेर सासूले परिस्थिति बुझ्दै नबुझी कान्छीमाथि चरित्रहीन भएको र अर्कै नाठो भेट्न गएको गम्भीर आरोप लगाउँछिन्। साउको एन्ट्री र क्लाइम्याक्स। भोलिपल्ट सागरको अदालतमा पेशी हुन्छ, तर कान्छी बेपत्ता छिन्। यसैबीच सलिनाका हुनेवाला श्रीमान साहु अचानक सलिनाकै कोठामा आइपुग्छन्। कोठाभित्र कान्छी बाँधिएकी हुनाले सलिना निकै आत्तिन्छिन् र साहुको ध्यान भट्काउन ठुलो स्वरमा गीत गाउँदै पागल जस्तो नाटक गर्छिन्। रोमाञ्चन अन्त्य। तर सलिनाले कुरा टार्दै कोठाको बाकस राखिएको कुनाबाट कान्छीले हलचल गरेको ठुलो आवाज आउँछ। साहुको मनमा शङ्का उब्जिन्छ र उनी आवाज आएको ठाउँ चेक गर्न अघि बढ्छन्। यो देखेर साहुले कान्छीलाई भेटाउँछन्। अबको आउँदा भागमा साहुले सलिनालाई दुःख दिएको को हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। र तपाईँलाई आजको यो विश्लेषण कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार राख्नुहोला र भिडियोलाई लाइक अनि यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद।